हेलो एभ्रिवान, नमस्ते सम्पूर्णलाई ह्यापी दसैँ। अनि के छ हालखबर सुनाउनुहोस्। सन्चै आरामै स्वस्थ अनि व्यस्त हुनुहुन्छ होला भन्ने म आशा राख्दछु। म पनि एकदमै स्वस्थ व्यस्त अनि एकदमै एक्साइटेड छु। आज चाहिँ विजयादशमी को चाहिँ टिका लगाउने दिन, टिकाको दिन परेको छ आज। त्यसैले म चाहिँ अब दसैँको टिका लगाउने जमर्कोमा छु। यतिखेर ठ्याक्कै पारेर अब अरूले त लगाइसक्यो होलान्। ठ्याक्कै मेरो घडीमा चाहिँ कति बजेको छ भने टाइम 1 बजेको छ अहिले। समय चाहिँ 11:53 भए तापनि मैले चाहिँ अलिकति ढिलो लगाउने निर्णय गरेको थिएँ। सो त्यसैले म आफूमा कसरी लगाउँछु, अब जसरी लगाए पनि आफ्नो स्टाइल आफ्नो तरिका अनुसार त हो लाउने होइन। त्यस कारणले म जसरी लाउँदैछु त्यो सबै भिडियो म तपाईँहरूलाई देखाउँदैछु। अनि त्यसैले तपाईँहरू कसरी लगाउनु भएको छ, विशेष गरी त धेरै धेरै शुभकामना होइन। सुखमय खुसीमय होइन, आफ्नो घर परिवार आफ्नो जान परिवारसँग चाहिँ एकदम हर्ष खुसी उत्साहका साथ चाहिँ विजयादशमीलाई सबैजनाले मनाउनु होला। सबैजनाले एक आपसी शुभकामनाका सन्देशहरू आदान प्रदान दिनुहोला। विशेष गरी यो विजयादशमीको दिनमा चाहिँ आफूभन्दा अग्रज व्यक्तिहरू जस्तै ठुला बुढापाकाहरूबाट चाहिँ उनीहरू कहाँ गएर उनीहरूबाट टिका थापेर होइन, टिका ग्रहण गरेर उनीहरूबाट चाहिँ हामीले आशीर्वाद लिने गर्दछौँ। यस अर्थात् हामी चाहिँ जनजाति अन्तर्गत परेको कारणले हामी चाहिँ सो रातो टिको चाहिँ लगाउँदैनौँ। हामीले चाहिँ सिर्फ सेतो टिका मात्र लगाउने गर्दछौँ। यसबारे विश्लेषण म गर्न चाहेन सेतो टिका र रातो टिका किन लगाइन्छ, अथवा कसैले रातो टिका कसैले सेतो टिका किन लगाइन्छ भन्ने विषयमा चाहिँ म विश्लेषण गर्न चाहेन। त्यस कारणले सो म चाहिँ पहिला अब के गर्नु होइन, दसैँ त नजिकै आए तापनि अलिकति बाबा हुनुहुन्न होइन, त्यही भएर मन चाहिँ अलिकति नर्भस भएको छ, अलिकति दुःख भएको छ होइन। म चाहिँ मम्मी हुनुहुन्छ, म सर्वप्रथम मम्मीसँग टिका लगाउँछु। अनि बाँकी अनि यसै गरी मम्मी अहिले घरमा हुनुहुन्छ, मम्मीसँग टिका लगाइसकेपछि अनि यसपछि अनि मेरो बालबच्चाहरूसँग अनि घर परिवारसँग टिका लगाउने निधो गर्नेछु। त्यस पश्चात अनि मेरो ठुलो बुबा ठुलो मम्मी होइन, अनि भाउजूहरू हुनुहुन्छ, दादाहरू चाहिँ अलि हुनुहुन्न। दादाहरू सबै अब बेरोजगारी भनौँ न, एक गरिबीले गर्दाखेरिमा सबैजना परदेशतिर हुनुहुन्छ। अनि त्यस कारणले अब कोही भाइ पनि हुनुहुन्न, एक भाइ छ। अनि त्यस कारणले दाइहरू हुनुहुन्न, भाउजूहरू पनि कोही भाउजूहरू हुनुहुन्न, कोही भाउजूहरू यहाँ साथमा हुनुहुन्छ। त्यस कारणले म जेठो बुबा जेठी मम्मी लगायत अनि भाउजूहरूसँग अनि बालबच्चाहरू भनौँ न, घर परिवार सबैसँग चाहिँ आज म टिका लगाउने छु। सो लेट्स गो। सर्वप्रथम मेरो टिका हुनेछ मेरो मम्मीको हातबाट। जे जसरी लगाए तापनि होइन, आफ्नो रीतिरिवाज चालचलन संस्कार त हो होइन। अब कसैको घरमा एकदमै खुसीमय सुखमय दसैँलाई चाहिँ व्यतीत भइरहेको होला भने अब कसैको घरमा अलिक दुःख नै होला होइन। अब कसैको घरमा चाहिँ अब दसैँ पनि लागिरहेको होला, कसैको घरमा चाहिँ एकदमै खुसीले हर्षले एकदमै उत्साहित हुनुहुन्छ होला। सबैजनालाई बडा दसैँ 2082 बडा दसैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र त्यसैले म अब टिका लगाउने तर्फतिर जान्छु। सबभन्दा पहिला म मम्मीसँग टिका लगाउने छु। सो लेट्स गो। तपाईँहरूलाई म सो त्यसैले म अब टिका लगाउने जमर्कमा छु। मैले चाहिँ राख्न ठ्याक्कै जमरा अनि अक्षता तयार पारेर म चाहिँ मम्मीसँग सर्वप्रथम मम्मीको हातबाट म चाहिँ टिका ग्रहण गर्न जाँदैछु। अनि साथमा दिए पनि छ अनि यतातिर छोरो पनि छ। ल कमेर आइज। सो हामी मम्मीसँग टिका लाउन जाँदैछु।
मम्मीको हातबाट पहिला टिका ग्रहण गर्छौँ अनि घर परिवार अनि बच्चाहरूसँग लगाएर त्यस पश्चात म ठुली मम्मी ठुलो बाबा अनि भाउजूहरूसँग पनि टिका लगाउन जानेछु। म त्यो टिका लगाएर आइसक्यो हो समाप्त छन्। अनि यहाँनिर यो चाहिँ कान्छो भाइ हो, भाइ पनि टक्क यहाँ टिका लाउने भनेर मम्मीसँग आइसकेको छ। अनि हामी सँगै यहाँ अब टिका लगाएर फेरि भाइले चाहिँ लगाइसकेको छ, मैले चाहिँ लगाएको छैन। अब लगाएर हामी सँगै फेरि पनि मम्मीहरूसँग ठुली मम्मी ठुली बाबाहरूसँग हामी टिका लगाउन जानेछौँ। सो त्यसैले यो झ्याल अलिकति यस्तो गर्नु पर्यो। सो मम्मी पनि आइपुग्नु भएको छ। हामी चाहिँ अब टिका लगाउने जमर्कोमा छौँ। सो हामी टिका कसरी लगाउँछौँ यहाँहरू तपाईँहरू सम्पूर्णलाई देखाउँछु, हेर्नु होला है। हामी चाहिँ अब टिकाकरण गर्दैछौँ। मम्मी बसौँ हजुर म्याडम। ल ल लालु सालज मात्रै दिने पसिने दाइन हुनु पता दे दाइ हुनु घरको दिएको दुरु दाइ हुनु फरि फाप्लो हुनु बाबे हो बाहिरको सबै दाइ हुनु अटो दाइ हुनु पताको दाइ हुनु सबै शान्त आज नौ दुर्गा भवानीले रक्षा गर्नु मेरो र साचिन्ता नौ दुर्गा भवानीले रक्षा चिन्ते दुचो आचिन्ता फरि फाप्लो बाबे बाबे छ मेरो बाबे मानि जति सुधि जति जिम्बा टिमा स्थित नसा खै जमरा न पावा जेमको बारी तिको जासे पावा ए पुता तिको खान दिना के काके मालिक तेरो पाको भातको तिको तिको बस फुली फाबु त बाबी फुली फाबु त ए बाबे हो नसो त खाना फुली फाबु त बाबी मोटी लान एउटा दानी गर्छ आई के खाने गर्छ दुमे त ना kita tanya obligata aku mau ngasih obligasi tadi obligasi buat gimana tadi sama jalan asim lo cantik mau no juga tim putra pasti putra gori cice kasih mana di mana aku tadi bang pasti ada kintai सो मैले चाहिँ मम्मीको हातबाट टिका पनि ग्रहण गरिसकेको छु। हामीले टिका पनि लगाइसकेका छौँ। अब भने अब घर परिवार अनि बच्चाहरूलाई टिका लगाउनु छ। त्यसैले जस्तो भए पनि भाइ पनि साथमा यहीँ आएको थियो, त्यही भएर हामी सँगै हामी यहाँ नजिकै टिका लगाउने छौँ सबैजनाले। चाहिने टक्कै बाबुआमाले भनेको मान्ने, सधैँभरि लेख्ने पढ्ने, ठुलो मान्छे बन्ने, राम्रो मान्छे बन्ने, पढेर अनि जागिर खाने भएस चाहिने जम्मा। अब मेरो आशीर्वाद त्यति नै हो, तँलाई धेरै आशीर्वाद दिन आउँदैन। ल खै उतै हाल्दे यहाँ कानमा दुईटा जमरा मात्र ल चिद्रा देउना जाके दोरे दोरे एकना पर्चाउने के भिडियो गर्न नपाउला जाए एटा भिडियो आइ नपाउला जाए किन बाबालाई उल्लोपट्टि लाइदिनु नजिबर अखरो जिजिके हो भाग्यमानी भए ल यही बस्नु परतिर मम्मी लाउँछ आफुले आफु तपाईलाई तपाईलाई लाइदिनु है हजुर न मजासन आछिम के आमा बाबा यो कुटा के गुस्सा
पिठान लेके नोमा जाइसन मुखको कता लाग्यो आज जान्छ भइहाल्छ नौतिरका दाइलो भयो पछि भई आज 10 क्वालिटी गर मा फ्रीले बनाइ रक्षा गर्न आज 10 टिकाको हेरेका छोरालाई घरि पुग्न बनाइदिए सोचाको सम्झेको खुलाइदिए चतुर्वेदी गाला नबजाने गराइदिए 2 चोटी मात्र लाउने नेकिबे दुई चोटि लाने त नो नेकिबे चाहिँ नेकिबे नो मलाई दुई तेरो मन जाऊ दुई चिठी मात्र ला अनि जाई के का जगरा जाई के नो ले सँग अनि जाई के का आफ्नो रे के आफ्नो रे की मानी तानो ल हामी पैसा दक्षिणा दिदैनौ के अरे आफ्नो छोराहरूलाई हामी चाहिँ चेलीहरूलाई मात्र दिने गर्छौँ दक्षिणा त्यस कारणले हामी छोराहरूलाई चाहिँ दिँदैनौँ अब अनि आकांक्षी छोरीहरूलाई चाहिँ दिने गर्छौँ त्यसैले हामीले चाहिँ दिएको छैन तेरो काकुसित हामीले चाहिँ अब यहाँ टिका लगाएर भ्याइसक्यौँ अब ठुलो बुबा अनि ठुली मम्मीसँग टिका लगाउने भनेर हामी हिँड्ने तर्खरमा छौँ त्यसैले छौँ यहाँ धेरै ता भाइ हो अनि यता धेरै छन् बालबच्चाहरू अलि धेरै छन् खै टिको खै नि बाचिके चाबी न पितार को जासिउ न ओनाना पिता बोबो फुरा पितार को जासिउ नकुल आउ ल ल बाबा ल यो तैँले समाट यहाँ पक्ने नि राम्रोसँग समाट्ने ठुली मम्मी अनि ठुलो बुबाहरू चाहिँ हाम्रो अलिकति मास्तिर हुनुहुन्छ मेरो घर चाहिँ तलतिर थियो अनि हामी जाँदैछौँ हामी अब फेरि टक्कै लगाइसकेपछि टिका लगाइसकेपछि फेरि फर्किनेछौँ हामी हिँड्दैछौँ यता न भाइ र छोरो हिँड्दैछन् भनेपछि यता पछाडि यो चाहिँ यो पछाडि चाहिँ यो 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 आउने होला यो चाहिँ मेरो को त्यो चाहिँ मलाई थाहा छैन यो पछाडि आउँदै हुनुहुन्छ
यो चाहिँ मेरो हुनेवाला हो तर भएको चाहिँ छैन हुनेवाला छ अब हुने हो म चाहिँ अब फिटा चप्पलमा हिँडिरहेको छु हाम्रो मकैबारी यस्तो छ मकैबारीमा नल फाडेको छैन नल फाड्ने बाँकी छ केही भागमा नल फडानी गरेका छौँ भनेपछि केही भागमा नल फडानी गर्न अझै नै बाँकी छ त्यसैले हामी हिँडिरहेका छौँ तपाईहरू पनि सबैजना घरमा एकदम आनन्दका साथ खुसीका साथ हर्ष उल्लास उत्साहका साथ सबैजनाले दसैँ मनाइराख्नु भयो होला होइन अनि शुभकामनाका सन्देशहरू होइन त्यो आशीर्वादका सन्देशहरू आदान प्रदान गरेर चाहिँ दसैँलाई मनाइराख्नु भयो होला सबैलाई शुभकामना छ अनि यो मेरो पाकेटमा छ होइन यो चाहिँ के हो भन्दाखेरिमा यो बोतलमा हालेको छ यो चाहिँ के हो अब हेरेपछि थाहा पाइसक्नु भयो होला यो चाहिँ जेठो बुबाको लागि हाम्रो मगरहरूको जनै त नभनौँ तर सबैले खान्छन् त्यही नै हो टक्क जेठो बुवाले खानुहुन्छ नि त त्यही भएर जेठो बुवालाई लगिदिँदैछु टक्क यहाँ पकेटमा हालेर आकाशमा पनि काराकोरोहरू हिँडिरहेछन् हामीले काराकोरो भन्छौँ त्यही नै हो सायद नेपालीमा पनि काराकोरो हो एकदमै आज काराकोरोहरूको भिड पनि टन्नै हिँडिरहेको छन् के यस्तो छ हाम्रो अनि टक्कै भाइले पनि टिका र जमरा साथमा अनि छोरोले पनि टिका र जमरा साथमा हामीले टक्कै टिका जमरा लगाइसकेका छौँ अब अरू जस्तो चाहिँ त्यो आइफोन अनि त्यो के भन्छन् स्यामसङ अल्ट्रा जस्तो मोबाइल छैन हाम्रो किनभने चाहिँ मेरो मोबाइल चाहिँ सामान्य नै खालको त्यसैले मेरो क्यामेराले चाहिँ राम्रो दृश्यहरू अब अलिक क्लियरिङ रूपमा चाहिँ भिडियो कैद गर्दैन तैपनि म आफ्नो आफूलाई चाहिँ एउटा मेमोरी हुन्छ होइन मेमोरीको लागि मैले भिडियोहरू बनाइरहेको छु फेरि कुनै दिनमा अन्य दिनहरूमा ताकि झझलको यादहरू होइन यसरी मनाइरहेका थियौँ चाडपर्वहरू अघिल्ला दिनहरू यसरी चाहिँ व्यतीत भइरहेको थियो हाम्रा दिनहरू भन्ने एउटा त्यो क्षण रहोस् पल रहोस् भनेर होइन एउटा मोमेन्टको लागि मात्र बनाएको हो मैले कुनै त्यस्तो किसिमले बनाएको भिडियो चाहिँ होइन आफूलाई एउटा मोमेन्टको लागि पछिल्लो दिन पछि आएर आफूलाई एउटा त्यो सम्झिने याद हुन्छ नि याद रहन्छ नि त्यसैले भिडियोहरू बनाइरहेको छु अनि खेतमा पनि धानहरू टनक्कै झुलिसकेका छन् पाक्न बाँकी छ हाम्रो खेत नभनौँ हाम्रो पाखो धान हो अब यहाँ खेतै छैन कुलै छैन सिँचाइ छैन अनि कहाँ त अब खेत हुन्थ्यो तैपनि खेतै त खेत नै हो सो अब चाहिँ फाइनली पुग्न बाँकी छ जेठो बुबाको घर हाम्रो सबभन्दा बुबाहरू मध्येमा सबभन्दा ठुलो एकदम जेठो बुबा मात्र बाँकी हुनुहुन्छ अन्य बुबाहरू चाहिँ हुनुहुन्न अन्य बुबाहरू चाहिँ कोही पनि हुनुहुन्न अनि मेरो त मम्मी मात्र हुनुहुन्छ ठुलो बुबा ठुलो मम्मी हुनुहुन्छ त्यसैले चाहिँ हामी टक्कै अब आइपुगिसकेका छौँ हामी टक्क गएर अब टिका र जमरा लगाउँछौँ अरू जस्तो अब रातो टिका र जमरा लगाइन्छ मतलब त्यो सिन्दुर मिसाएर अबिर मिसाएर हामी टिका लगाउँदैनौँ हामीले चाहिँ सके भएपछि दहीसँग मिचेर टिका लगाउने हो नभएपछि अथवा पानी अथवा तेलसँग मिचेर हामी टिका र जमरा लगाउँछौँ ताकि हामी त्यो अबिरसँग चाहिँ हामी सिन्दुर लगाउँदैनौँ हाम्रो चाहिँ सेतो टिका मात्रै हुन्छ सो म चाहिँ फाइनली पुगिसकेको छु जेठो बुबाको घर हेलो ह्याप्पी दसैँ भन्दै हिँड्नु पर्यो होइन केटा भान्जीहरू पनि यहाँ टन्नै आउनु भएको रहेछ उहाँ चाहिँ ठुलो बुबा हुनुहुन्छ चुइसिके
यता अँध्यारो कुना छ यतातिर भेनाजहरू पनि आउनु भएको रहेछ टक्क पारेर हामी अब टिका लगाउने छौँ अनि मेरो चाहिँ भवानी हुन्छ यता के पानी क्या हो पानी ल्याउने फेरि ल नकच के भाइ इको लास्ट टाके खरीद के उसकाना लागो त ए यो चाहिँ क्या हो यो सगुन रे के मगर अर्को सगुन बताइ सगुन कतामा बाक्लो गाड्नु हुनु अब हम सालर लगाइन्छ छिरेको भाँडे गाड्नु पाउको पाटुका गाड्नु हुनु पाउको पाटुका गाड्नु हुनु आलु सब्जी माटन गाड्नु हुनु कान पाक्ने समय रे कान त खट्टु जनाजु चिको न्युको मजा है साबिन्छ चिङ्गा दिन्छ भण्डाको कुबर भण्डाको यिनीहरू सुसको पुगोर बाबु छ हाम्रो साला भित्र नबुझ्दा ठिकै निने हुन्छ ठिकमा जायो सानो भित्र पार उनको भनेको पुगोस् हानेको मर काइला भित्र मान्यो जिल्ला मान्यो जिजा पुस्ता पुसा धर्म आफ्नो धर्म सोध्नु अब पापमा नलाग्नु पुस्ता पुस्ता सबलाई हाम्रो धर्म जाओस् छोरा लडको दिनमा तिन कन्या पाक्नु यही पालामा हुन् भन पुसाइ पछि छोराको बारेमा छोरा पाल नाकली पार तल्लो पाम छोट नाकली पार तल्लो पाम नाकली पाम नाचको पाला छोराको पालामा
बारे पास सडक नाच पाला हेलो छोरी नमस्कार नमस्ते गली गली ये गुड गुड हाँ अब अहिले टिका लाउने है अहिले टिका लाउन तयार छ नि पैसा टिका लगायो हैन टिका लगाइदिएको अहिले टिका लाउने नारा आऊ किने नारा आऊ स्पेसली आऊ अरङ पल्ने मिजैसु गेमी आऊ मगर ओ आऊ के किने बेला गोर कुम्टे के जा आऊ नारा आउलाई सही दुरो जस्ता ओमाली जुचिला अलि जल्ला बढी बारी आइर पढाउन त ल टिका लगाउँदै गर्छ हैन अच्छा अपराची अचार रासनिमी ल काङ्स सिके टक्कै काउल भित्र ल अठा बाचिक बाचिक भित्र बारी पनि टक्कै आउ बोरे चिके चिके आउ भान्च र कोटानी आङ यता मम्मीसँग नै भित्र बारी सुरेश ठिकै छ कैसा लाग्यो तिर्सना ठिकै न हेलो गर्के हेलो गर्के पागो हेलो कटरल त्यहाँ सुनको ठाउँमा त के अर्थात् के हेलो गर्के हेलो न हेलो नमस्ते गर्के मनमा सरासरी पर्छ नमस्ते ठुली मम्मीहरूसँग पनि टिका लगाइसक्यो अब भने बाँकी र भाउजूसँग बाँकी रहेको छ टिका लाउन सो भाउजूको घर कहाँ अनि दाइ भाउजू घर कहाँ टक्कै पुगिसकेका छौँ अब यहाँ टिका र जमरा टक्कले लगाइन्छ दाइ चाहिँ हुनुहुन्न दाइ चाहिँ भारततिर जानुभएको छ सो अनि यहाँ टक्कै भाउजू मात्र हुनुहुन्छ भाउजूसँग हामी टिका र जमरा लाउने तयारीमा छौँ अब हामी लगाउनेछौँ टिका र जमरा सो हामीले टक्कै घरभित्र छिरिसकेको छौँ यहाँ टक्क पारेर भाउजू हुनुहुन्छ त्यहाँ ल यहाँ छैन तिम्रो घर छ कि हालै सकि गइगयो हामी अब भाउजूसँग टिका र जमरा लगाउने जमर्कोमा छौँ टक्कै पारेर अब हामी भाउजूसँग टक्कै टिका लगाउने जमर्कोमा छु चाउ सुका खुट्टाम ढोकेस तिमीको खुट्टाम ढोके त्यो बारे देखि भाउजूसँग पनि मैले टिका र जमरा लगाइसकेको छु त्यसैले आजको मेरो आफूभन्दा ठुला अग्रज ज्येष्ठ व्यक्तिहरूबाट टिका ग्रहण गर्ने
टिका चाहिँ मैले सकाइसकेको छु, खतम गरिसकेको छु होइन। अब सबैसँग चाहिँ बाँचे भने, अब उहाँहरू पनि बाँच्नुभयो भने, म पनि बाँचेँ भने अर्को साल सबैजनाले यसरी नै फेरि पनि हामीले एक आपसमा जमरा र टिका लगाउने अवश्य जमर्को फेरि मिल्ला छ होइन। त्यो चाहिँ अब भगवानको हातको खेल छ। सो बाँच्यो भने अर्को साल यसरी नै टिका लगाउने छौँ, यदि मरिहालेछौँ भनेपछि यतिलाई नै समापन हुनेछ भन्ने म सबैलाई जानकारी गराउँदै सो मैले सबैलाई टिका र जमरा लगाइसकेको छु। हस् अहिलेलाई यति नै।